यसलाई चाहिँ काट्ने है तल यो सब क्वान्टिटी यसमा आउस् बोलियो लगिदिन्छ पानी पनि लिक गरेर जान्छ कि माथि चाहिँ ग्याबिन वाल लगाएर यसलाई चाहिँ कसरी यो संरक्षण गर्ने अब बोलियो हुन्छ त्यो पनि सब एस्टिमेटमा हाल्दिन्छ नकाटेर ढलान हाल्दै माथि त्यो जुन माथिको सोलिङ गरेको थियो नि माथिको सोलिङ गरेको थियो नि होटेल बनाउने हो क्या त्यो पानी उ गर्नलाई त सफा गर्नलाई त फिल्टरको लागि त्यो के अरे जस्तो पुरै बालुवा हाल्नु ढुङ्गा जाने यसरी त्यो खोला छेकेर पारी त्यसपछि यहाँ आएर यो संरचना नबिगारोस् भनेर यसलाई स्टेप स्टेपमा सेभ गर्ने हो यहाँ त नभए त अब खोलामा छ भन्न सकिन्न यहाँको जालीको इस्टिमेट गर्नु हो कति लाग्छ जाली त दिपक सर धेरै हाइट नभोस् होइन यहीँबाट के अरे 1 मिटर हाइटको मामा यस्तो खाडोमा 2 मिटरको होइन हजुर यस्तो 2 मिटरको राख्दाखेरि खाडोमा चाहिँ 2 घन मिटरकोले खाडो लगाउँदाखेरि त्यो बोलियो होला होइन जस्तो 1 घन मिटरकोले यस्तो तेर्सोमा मात्र लगाइयो भने त्यो कति खाल्छ खाडोमा यो भागमा बारी सिधा भयो भने यहीँ थुनिन्छ खोला नागेर जान्छ जाली नागेर हामीले त छक्के गराएर खोलाले त उता लगाइदिने हो हाम्रो इन्टेकमा लगाइदिने हो कि पारी जाने भयो इन्टेक त परै हुन्छ त त्यहाँ जाने परै किनाउनु त्यही त यसकै माथि आए पनि झुम्न प्याक गरेर हुन्छ नि त्यो माथिबाट सर्लको गइहाल्छ जाली चाहिँ लगाउने सकेसम्म खोलाले त यति बेला गर्ने क्या 1250 मुल्काले चाहिँ रखौँ न 1250 लम्बाइ 1250 2 घन मिटरको जर्नी यहाँबाट यस्तो 2 अनि त्यसपछि यहाँ पनि लगाउने हो एक यसरी यहाँ पनि लगाउने सर यहाँ पनि लगाउनु यहाँको संरचना जोगाउनु पऱ्यो यहीँबाट नाप्ने फेरि यसरी यसलाई तेर्सोमा नाप्ने यहाँ पारि त्यहाँ संरचना बन्छ यहाँबाट चाहिँ नाप्ने यसरी यहाँबाट जान्छ क्या खोला त तल हुन्छ ढुङ्ग्रेर ढुङ्ग्रेर जुन जोड्न दीपक सरलाई पनि धेरै काम गर्नु पऱ्यो नि खै सिर्फको मान्छेले यहाँ ल्याएर पाहुना जस्तो अब सकेसम्म हो त्यहीँनिर ठिक छ ल यहीँ ठिक छ 9 मिटर त्यसपछि यहाँको यस्तो खाडो आउँछ नि यहाँबाट यस्तो होइन त्यो पानीबाट यस्तो आउने भयो यहाँबाट फेरि यस्तो लगाउने त्यहाँ नजाओस् यो यताबाट सबै त्यहीबाट जाओस् पानी यहीँबाट यस्तो यो बार पनि नाप्नु पर्छ आएको नआइ जस्तो भयो होइन यो ठाउँको बारेमा त हजुरलाई थाहा छ नि धार्मिक कति रे
काट्दैन अनि मेरा काट्नै जाउँछ हौ ल हामी चाहिँ बर्ना खानेपानी मैले उल्टो काटिन्छ होला भनेर हौ। उद्घाटनमा छौँ हाम्रो मान्यज्यू अध्यक्षज्यूले चाहिँ उद्घाटन गरिदिनुहुन्छ डुङ्ग्री गाउँपालिका वडा नम्बर 6 घुमचालका वडा अध्यक्षले आज काम उद्घाटन गर्नुभयो है। अब यहीबाट जान्छ केटा पाइ ल मान्यज्यू धन्यवाद मान्यज्यू यो त हुन्नेवाला छैन रहेछ त मैले त अलि हुन्छ कि भन्थे आज पाइ आयो खुट्टा नर्नेमा कस्तो पो यो त सामान हो